लास्ट एपिसोड हामीले चाहिँ वाट इज एचटीएमएल भनेर यसो अलिअलि सिकेका थियौँ भने चाहिँ यो एपिसोडमा हामीले चाहिँ एचटीएमएल मात्र युज गरेर चाहिँ एउटा रियल वेबसाइट बनाउन गइरहेका छौँ होइन। सो दामी मजा आउनेवाला छ यो भिडियोमा। अनि बाइ द एन्ड अफ दिस भिडियो तपाईँहरूले चाहिँ आफ्नो ओन पोर्टफोलियो पेज देख्न सक्नुहुन्छ बाइ द हेल्प अफ एचटीएमएल वानली होइन। सो एकदम मजेदार हुनेवाला छ यो भिडियो। सो लास्टसम्म हेर्नु होला। सो अब सिधै हाम्रो आइडीतिर गइहालौँ होइन। ओके, अहिले चाहिँ हामी चाहिँ आफ्नो आइडीमा छौँ होइन। मैले चाहिँ एन्टी ग्राभिटी युज गर्छु होइन, तपाईँहरूले भ्याज कोड पनि युज गर्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ म चाहिँ एउटा यहाँ चाहिँ फोल्डर बनाउँछु डेस्कटप डकुमेन्ट्समा चाहिँ। त्यहाँ गएर चाहिँ के बनाउँछ भन्दाखेरि चाहिँ एउटा चाहिँ पोर्टफोलियो वेबसाइट भनेर बनाएँ होइन। अनि यो फोल्डर सिलेक्ट गर्छु। त्यसपछि चाहिँ मैले चाहिँ यहाँ चाहिँ एउटा index डट एचटीएमएल भनेर चाहिँ युज गर्छु होइन। अनि यो एजेन्टलाई चाहिँ अहिले चाहिँ हटाइदिउँ। अनि त्यो पछि चाहिँ म यहाँ चाहिँ अब टक्क यो हामीले चाहिँ कुनै पनि वेबसाइट बनाउनुभन्दा पहिला चाहिँ हामीले चाहिँ index डट एचटीएमएल चाहिँ बनाउनु पर्छ होइन। एउटा एचटीएमएल फाइल बनाउनु पर्छ। अनि त्यहीँबाट चाहिँ हामीले चाहिँ हाम्रो चाहिँ वेबसाइट बनाउन, हाम्रो वेब पेज बनाउन चाहिँ हामीले चाहिँ यहाँ चाहिँ स्टार्ट गर्छौँ होइन। अनि तपाईँ भ्याज कोडमा वा एन्टी ग्राभिटीमा हुनुहुन्छ भने त्यसपछि तपाईँले Shift+1 अठाउनु भयो भने चाहिँ यस्तो आउँछ होइन। त्यसलाई चाहिँ तपाईँले एकचोटि इन्टर गरिदिनु भयो भने चाहिँ तपाईँको चाहिँ बोइलर कोड चाहिँ आउँछ होइन। बोइलर कोड आउँछ। अनि तपाईँले यो डकुमेन्ट्समा चाहिँ तपाईँले चाहिँ माई पोर्टफोलियो भनेर लेख्न सक्नुहुन्छ होइन। अनि त्यसपछि चाहिँ तपाईँले यहाँ चाहिँ एउटा एच1 ट्याग लेख्नु होला। त्यहाँ चाहिँ म चाहिँ आफ्नो नाम लेखेर असीम अधिकारी। तपाईँलाई एच1 ट्यागको बारेमा मैले पहिले भनेकै थिएँ होइन। अनि त्यसपछि तपाईँले चाहिँ यहाँ चाहिँ पी ट्याग ओपन गर्नु होला। त्यहाँ चाहिँ अनि सफ्टवेयर स्टुडेन्ट भनेर लेख्नु होइन। त्यसपछि फेरि एउटा पी ट्याग खोलेर चाहिँ आई लभ वेब डेभलपमेन्ट यति लेखिदिनु होइन। यति भइसकेपछि चाहिँ तपाईँले चाहिँ तपाईँको अब यो वेबसाइट चाहिँ कस्तो देखिन्छ भनेर तपाईँले यहाँ उस गर्नको लागि चाहिँ गो लाइभमा जानु होला। गो लाइभमा गइसकेपछि चाहिँ तपाईँलाई यहाँ अलाउ गर भन्छ, अलाउ गर्नु होला। अलाउ गरिसकेपछि चाहिँ यहाँ गएपछि चाहिँ तपाईँ यु क्यान सी तपाईँको चाहिँ वेबसाइट चाहिँ अहिले यस्तो देखिन्छ होइन। अनि त्यसपछि तपाईँ फेरि यहाँ आउनु होला। यहाँ चाहिँ एउटा इमेज ट्याग खोल्नु होला होइन। इमेज ट्याग खोल्नु होला। अनि इमेज ट्यागमा चाहिँ प्रोफाइल डट पिएनजी र यहाँ चाहिँ के लेख्नु होला असीम अधिकारी यति लेखिदिनु। म चाहिँ आफ्नो एउटा इमेज चाहिँ डाउनलोड गर्छु होइन। ध्यान छु मेरो यहाँ एउटा इमेज छ पहिलेदेखि त होइन। इफ आई गो डाउनलोड्समा त्यो फेरि जाम यहाँ, यसलाई कपी गरौँ। ओके, यो आइसक्यो। यसलाई मैले चाहिँ प्रोफाइल डट जेपिजी, ओके प्रोफाइल डट जेपिजी यस्तो गरिदिन्छ होइन। यु क्यान सी। अनि त्यसपछि त हाम्रो यहाँ प्रोफाइल पनि आइसक्यो होइन। अनि अब यो पछि चाहिँ अब तपाईँलाई चाहिँ म एसआरसीको काम भनौँ भन्दाखेरि चाहिँ एसआरसीमा चाहिँ तपाईँले चाहिँ यो इमेजको सोर्स दिनुपर्छ होइन। जस्तै इमेजको सोर्स मेरो के थियो, प्रोफाइल डट जेपिजी थियो। सो मैले यो दिएँ। इफ मैले यहाँ चाहिँ एउटा फोल्डर बनाएँ इमेजेस भनेर होइन, इमेज भनेर फोल्डर बनाएँ, त्यो चाहिँ प्रोफाइल डट जेपिजीलाई चाहिँ मैले चाहिँ यहाँ मुभ गरिदिएँ भने चाहिँ यसले काम गर्दैन होइन। अब चाहिँ यसले काम गर्दैन। इफ आई तपाईँहरूलाई देखाऊँ भने चाहिँ यसले चाहिँ यु क्यान सी काम गरेन होइन। अनि यही काम नगरेको बेला चाहिँ अल्टरनेटिभ जस्तो तपाईँको इमेज चाहिँ अब केही कारणले लोड भएन भने चाहिँ त्यसको अल्टरनेटिभ के हुन्छ हाम्रो चाहिँ यो असीम अधिकारी भनेर देखाइदिन्छ क्या। यु क्यान सी असीम अधिकारी भनेर देखाइदियो क्या। सो त्यो इमेजको डिटेल्स चाहिँ तपाईँहरूले चाहिँ यहाँ राख्नु मिल्छ होइन। अब तपाईँको चाहिँ यहाँ काम गरेन होइन। सो मैले चाहिँ के गर्छु डट स्ल्यास इमेज हाम्रो केमा यो इमेज भन्ने फोल्डरमा स्ल्यास त्यसको प्रोफाइल डट जेपिजीमा। सो तपाईँले त्यो सोर्स हालिदिनु भयो भने चाहिँ यु क्यान सी तपाईँको फेरि प्रोफाइल चाहिँ आइसक्यो होइन। अब यसको हाइट र विथ मिलाउन छ भने चाहिँ तपाईँले चाहिँ के लेख्नुपर्छ, विथ 200 पिक्सल, हाइट 200 पिक्सल गरिदिनु भयो भने चाहिँ यु क्यान सी तपाईँको हाइट र विथ चाहिँ मिल्यो होइन। म 100 पिक्सल गरिदिन्छु अहिलेको लागि चाहिँ होइन। यु क्यान सी भइहाल्यो होइन। अब म एउटा होरिजेन्टल लाइन हाल्छु। मैले तपाईँलाई पहिलाको भिडियोमा नै भनेको थिएँ होरिजेन्टल लाइनको चाहिँ काम के हुन्छ भनेर चाहिँ। यु क्यान सी एउटा लाइन आयो होइन, एउटा लाइन आयो। त्यसपछि चाहिँ मैले चाहिँ यहाँ चाहिँ एउटा एस्ट्रो ट्याग खोलेर चाहिँ स्किल्स भनेर हालिदिन्छु, जुनमा चाहिँ म चाहिँ यहाँ चाहिँ युएल ट्यागमा चाहिँ एलआई हालेर चाहिँ एउटा मेरो स्किल्स के छ एचटिएमएल छ होइन। सो यसलाई चाहिँ पेस्ट गरिदिन्छु। अनि अर्को के छ सिएसएस छ अनि स्क्रिप्ट जाभा स्क्रिप्ट छ होइन। सो यति भयो। अब यो युएल ट्यागले चाहिँ हाम्रो के गर्छ भन्दाखेरि चाहिँ एउटा बुलेटमा चाहिँ लिस्ट बनाइदिन्छ होइन। यु क्यान सी युएल ट्यागले चाहिँ हाम्रो बुलेटमा चाहिँ एउटा लिस्ट बनाइदिन्छ होइन। पहिला सुरु युएल, अब मैले यहाँ उएल खोलेँ भने चाहिँ तपाईँको चाहिँ नम्बरमा हुन्छ के, लिस्ट चाहिँ नम्बरमा हुन्छ होइन। सो यु क्यान सी 1 2 3। इफ मैले युएलमा गरिदिएँ भने चाहिँ बुलेटमा यस्तो आउँछ होइन। अनि एलआई चाहिँ के काम हुन्छ भन्दाखेरि चाहिँ त्यही लिस्ट देखाउने काम हो क्या। तपाईँले यहाँ चाहिँ एलआई युज गर्नुपर्छ। ओएल र तपाईँले युएल युज गर्नु भने चाहिँ यति बेला चाहिँ हामीले चाहिँ एलआई युज गर्नुपर्छ केही कुरा देखाउनुको लागि।
इफ मैले यत्तिकै छोडिदिएँ भने चाहिँ यो चाहिँ तपाईँको चाहिँ आउन्न, देख्नुभयो बुलेटमा आउन्न के। सो हामीलाई एलआई युज गर्नुपर्छ होइन त्यसको लागि फेरि। अब यो भ्याइसकेपछि चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ S218 चाहिँ प्रोजेक्ट्स भनेर जानु होइन, प्रोजेक्ट्स। अनि त्यसपछि तपाईँले यसपालि चाहिँ हामी चाहिँ ओएलमा काम गर्छौँ होइन, ओएलमा काम गर्छौँ। यहाँ चाहिँ तपाईँले चाहिँ अब नम्बर आउँछ है तपाईँको। सो एलआई युज गरेर चाहिँ मेरो चाहिँ पोर्टफोलियो, वेबसाइट, मेरो प्रोजेक्ट्सहरू के छ त्यो कुरा देखाउने होइन। अनि त्यसपछि चाहिँ क्यालकुलेटर होइन, अनि एउटा चाहिँ विडर एप। यु क्यान सी यति भइसकेपछि मेरो प्रोजेक्ट पनि आयो आयो नि। ओके, यसपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा S2 युज गरेर चाहिँ एबाउट मी भनेर पेज बनाउँछु होइन, एबाउट मी भनेर पेज बनाउँछु जुनमा चाहिँ पी ट्यागमा चाहिँ हेलो आई एम दिस इज माई फर्स्ट HTML वेबसाइट। ओके, यस्तो आयो होइन। यु क्यान सी हेलो आई एम लर्निङ वेब डेभलपमेन्ट, दिस इज माई फर्स्ट HTML वेबसाइट, यस्तो आयो नि, आयो। त्यसपछि चाहिँ हामीले चाहिँ फेरि इन्टर गर्छौँ र लास्टमा हामीले के गर्छ हाम्रो लिङ्क्सहरू हाल्छौँ होइन। ए ट्याग खोल्छु, ए ट्यागमा चाहिँ मेरो गिटअपको लिङ्क्स र फेसबुकको लिङ्क्स हाल्छु होइन। सो सबैभन्दा सुरुमा गिटअपको लिङ्क्सतिर जाम, प्रोफाइलमा जाम र ओके यो हाल्छु होइन। यो हालेँ, ए ट्यागको भित्र चाहिँ गिटअप भनेर लेखेँ होइन। ए ट्यागमा चाहिँ म फेसबुकमा आइसकेँ। अब यहाँ चाहिँ म आफ्नो फेसबुकको लिङ्क चाहिँ यहाँ हालिदिन्छु होइन। यु क्यान चेक आउट अल्सो, अनि फलो पनि गर्न सक्नुहुन्छ। अनि फेसबुक भनेर लेखिदियो होइन। ए ट्यागमा चाहिँ हामीले चाहिँ हेल्प हुन्छ होइन। जस्तै हामीले यहाँ इमेजमा चाहिँ सोर्स लेखेको थियौँ नि, यहाँ चाहिँ हेल्प हुन्छ। हेल्पमा चाहिँ हामीले चाहिँ कहाँ कहाँ चाहिँ हामीले नेभिगेट गर्ने भनेर चाहिँ त्यति बेला चाहिँ हामीले चाहिँ यहाँ हेल्पको काम युज गरेर हेल्प युज गरेर चाहिँ कहाँ नेभिगेट गर्ने भनेर चाहिँ यहाँ हामीले चाहिँ त्यसको लिङ्क हाल्छौँ होइन, कहाँ नेभिगेट गर्ने। सो मैले अब यहाँ गिटअप प्रोफाइलमा अठाइदिएँ भने चाहिँ हामी चाहिँ यहाँ यो लिङ्कमा चाहिँ नेभिगेट गर्छौँ। सो झ्याप्सु ट्राई गरेँ हेरौँ होइन। सो इफ मैले चाहिँ गिटअप प्रोफाइलमा यसरी अठाइदिएँ भने चाहिँ यु क्यान सी म चाहिँ यसमा नेभिगेट भयो होइन। इफ मैले चाहिँ अब यहाँ फेसबुकमा नेभिगेट गर्न भने चाहिँ फेसबुकमा अठाइदिन्छु र यो पेजमा म नेभिगेट भयो। सो यति सिम्पल छ होइन बुझ्नको लागि चाहिँ। एउटा बटन बनाउँछु, होइन, बटन बनाउँछु। त्यो बटनमा चाहिँ म चाहिँ इमेल मी भनेर लेख्छु होइन। अरू केही नगर्नु, यो जस्ट एउटा बटन हो भनेर बुझ्नु होइन। अनि बटनमा चाहिँ मैले इमेल मी भनेर राखिदिएँ। सो इफ मैले चाहिँ यो बटनमा ठाने चाहिँ अहिले केही पनि काम हुन्न। सो मैले यसलाई केही पनि फङ्सन दिएको छैन नि त। सो यो चाहिँ जस्ट एउटा बटन मात्रै हो अहिलेको लागि चाहिँ होइन। आजको भिडियोमा चाहिँ हामीले चाहिँ एउटा HTML मात्रै युज गरेर प्रोफाइल एउटा पोर्टफोलियो बनायौँ होइन। कि अब हामी चाहिँ CSS सिक्ने बेला चाहिँ यही वेबसाइटलाई चाहिँ हामीले चाहिँ दामी एउटा चाहिँ एट्र्याक्टिभ वेबसाइट बनाउनेवाला छौँ CSS युज गरेर होइन। अनि चाहिँ पछि जाभास्क्रिप्ट युज गर्ने बेला चाहिँ हामीले यो जस्तै इमेल मीवाला फङ्सनलाई वा अरू अरू फङ्सनलाई फङ्सनालिटी दिनेवाला छौँ होइन। सो यति नै हो। सो यो भिडियो मन परायो भने चाहिँ लाइक गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला। र हामी अर्को एपिसोडमा चाहिँ हामी मोर अझै ट्याक्सहरूको बारेमा चाहिँ हामी चाहिँ पढ्छौँ बुझ्छौँ होइन। सो यही हो। सो आजको लागि यति नै। सो मन पऱ्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो। टेक केयर, लभ यु अल एन्ड बाई बाई।